सर्वदलीय सहमति विलम्ब नगरिकन गरेर राष्ट्रसत्ता सहितको लोकतान्त्रिक शासन व्यवस्थालाई हामीले सुदृढ बनाउँदै अगाडि जाने अहिलेको राष्ट्रिय आवश्यकता हो, जनताको आवश्यकता नै हो। कुरा के छ भने डाक्टर साहब धवल शमशेरज्यू 62-63 पनि जो आन्दोलन हुँदै थियो त्यो आन्दोलनमा समूल राष्ट्र संस्थाको अन्त्यको कुरा थिएन। एकछिन राष्ट्र संस्थाको अन्त्यको कुरा थिएन, निरङ्कुश राजतन्त्रको अन्त्य भने नारा त्यतिखेरका नाराहरू सब रेकर्डरै होला, सडकका नाराहरू र भाषणहरू पनि कसैको पनि राजतन्त्रको अन्त्य भन्ने कुरा थिएन। जसरी मैले अहिले सुरुमा संविधान सभाको सदस्य हुँदै गर्दा संविधान कसरी बन्यो भन्ने कुरा छोटकरीमा राखेको थिएँ। अहिले धवलजीले भने जस्तो 62-63 को आन्दोलन र 72 सालको संविधानले राजा फाल्ने कुराको एउटा माध्यम भने तापनि राष्ट्र संस्था फाल्ने कुराको पूर्णतः बाह्य शक्तिको गम्भीर एउटा डिजाइन र योजना अनुसार नेपालका मुख्य राजनीतिक दल र घटकहरूलाई चाहिँ प्रयोग गरेर दबाब चाहिँ नभने अब प्रयोग गरेर चाहिँ राष्ट्र संस्थाको अन्त्य भएको हो। र आज अब हाम्रा विशिष्ट वक्ताज्यूहरूले आफ्नो विचार राख्नु भएको छ, कतिपय म सहमत हुन पनि नसक्ला, हुन पनि र पनि आज इतिहासमै नेपाल यति ठुलो सङ्कटमा छ। अहिले भाद्र 24 गतेपछि आज मङ्सिरको 2 गतेको दिनमा आउँदै गर्दा स्थिति बाहिर हेर्दा सामान्य देखे तापनि अत्यन्त असहज र अत्यन्त चाहिँ तपाईँको अप्ठ्यारो परिस्थितिमा देश छ। देश म दलहरूको कुरा गरिरहेको छु, देश छ। त्यस कारण कुनै पनि राजनीतिक दल विशेष गरी र नेताहरूले अब यो समयलाई देशको लागि विगतमा जे जति कमी कमजोरी भए तापनि गरे तापनि र विगतका आफ्नै कमी कमजोरीको कारणले जे जति अहिले अब चाहिँ भौतिक रूप आक्रमणमा पर्न परे तापनि, गाली खान परे तापनि, एक किसिमले सामाजिक बहिष्कारमै को परिस्थिति सिर्जना हुन खोजे तापनि फेरि पनि सम्पूर्ण प्रमुख राजनीतिक दल, जिम्मेदार नेताहरू र सबै सर्वपक्षीय एउटा चाहिँ सहमति देशको लागि र मैले फेरि राष्ट्र सत्ताको लागि मात्रै होइन, नेपाल देशको भविष्यको लागि, नेपाल देशको रक्षाको लागि सर्वदलीय सहमति